खासमा उद्यमशील मानसिकता जन्मजातै लिएर आउनुपर्छ भन्ने आम बुझाइ छ नि। तर आज हामी जुन सामग्रीको विश्लेषण गर्दैछौँ त्यसले यो सोचलाई पुरै उल्टाइदिन्छ। यो शीर्षक नै हेरौँ न, भिजुअल आर्किटेक्ट। यसले मानसिकतालाई एउटा यस्तो भौतिक संरचना जस्तै मान्छ जसलाई हामी आफै डिजाइन र निर्माण गर्न सक्छौँ। साँच्चै भन्ने हो भने यो हाम्रो आफ्नै मानसिक आधारको वास्तुकार कसरी बन्ने भन्ने एउटा गजबको ब्लुप्रिन्ट हो। अब यसभित्र अलिकति गहिरिएर हेरौँ है। स्रोत सामग्रीमा एउटा विशिष्ट वाक्यांश बारम्बार दोहोरिएको छ, व्यापार सुरु गर्न मनलाई पर्याप्त राम्रो बनाउने। यो सुन्दा जति सरल लाग्छ यसको अर्थ त्यति नै गहिरो छ। व्यापार सुरु गर्नुअघि मनलाई एउटा निश्चित स्तरसम्म राम्रो वा सक्षम बनाउनुपर्छ भन्ने स्पष्ट निर्देशन हो। यो कुनै हावाको गफ होइन, एकदमै सक्रिय तयारीको कुरा हो। यसले एउटा रोचक प्रश्न खडा गर्छ, आखिर त्यो पर्याप्त राम्रो स्तर भनेको चाहिँ के हो त? यही प्रश्नको उत्तर खोज्न पहिलो खण्डमा प्रवेश गरौँ। भिजुअल आर्किटेक्टको परिभाषा। एउटा वास्तुकारले जसरी भवनको जग र तलाहरूको नक्सा कोर्छ नि, ठ्याक्कै त्यसै गरी भिजुअल आर्किटेक्टले सफलताको लागि आवश्यक पर्ने मानसिक जगको नक्सा तयार गर्छ। स्रोत सामग्रीको मुख्य सार नै यही हो। यहाँ सबैभन्दा अचम्मको र चासो लाग्ने कुरा के छ भने यो पुरै संज्ञानात्मक इन्जिनियरिङ प्रक्रियाको मुख्य हतियारको रूपमा भिडियोलाई प्रस्तुत गरिएको छ। भिडियो केवल मनोरञ्जन मात्र होइन, यो त मनोविज्ञानलाई नै ढाँचामा ढाल्ने एउटा शक्तिशाली माध्यम पो हो त। दृश्य र श्रव्य सामग्रीहरूको सही संयोजनले हाम्रो मस्तिष्कलाई व्यापारिक चुनौतीहरू सामना गर्न तयार पार्छ भन्ने कुरा यहाँ स्थापित गरिएको छ। यसैलाई आधार मानेर दोस्रो खण्डतर्फ लागौँ, मानसिकताको निर्माण। यहाँनिर विचार गर्नुपर्ने कुरा के छ भने मानसिक तयारी कुनै अमूर्त आशा वा संयोग होइन। यसलाई एउटा प्राविधिक र व्यवस्थित फ्रेमवर्ककै रूपमा व्यवहार गरिएको छ। जसरी एउटा मेसिनलाई निश्चित काम गर्न इन्जिनियरिङ गरिन्छ, हाम्रो मस्तिष्कलाई पनि व्यापारिक निर्णयहरू लिन त्यसरी नै इन्जिनियरिङ गर्न सकिन्छ। यो छोटो तर अत्यन्तै शक्तिशाली वाक्यांशलाई ध्यान दियौँ, भिडियो बनाउने मनलाई पर्याप्त राम्रो बनाउने। यो त एउटा निरन्तर चलिरहने प्रक्रिया जस्तो सुनिन्छ, होइन र? यसले मनलाई राम्रो बनाउने एउटा मानक तोक्छ र त्यो प्राप्त गर्ने मुख्य माध्यम नै भिडियो निर्माणलाई मान्छ। अब मानसिकता अनुकूलन गर्ने यो प्रणालीलाई अझ राम्ररी बुझ्न तेस्रो खण्ड हेरौँ, 10 चरणको संरचना। अङ्क 10 सुन्दा निकै सामान्य लाग्न सक्छ, तर यो अङ्कले यहाँ एउटा निकै ठूलो अर्थ बोकेको छ। एउटा पूर्ण रूपमा इन्जिनियर गरिएको दिमाग त्यसै बन्दैन। यसलाई एउटा मापन गर्न सकिने संरचित दृष्टिकोण चाहिन्छ। लक्ष्यहरूलाई यसरी निश्चित खण्डहरूमा विभाजन गर्दा मात्र मस्तिष्कले त्यसलाई सही रूपमा प्रशोधन गर्न सक्छ, र यही नै हाम्रो मानसिक इन्जिनियरिङको मेरुदण्ड हो। स्रोत सामग्रीले ठ्याक्कै यही कुरालाई यसरी भन्छ, मनलाई पर्याप्त राम्रो बनाउन गर्नुपर्ने 10 कुराहरू। यो कुनै सुझाव मात्र होइन, एउटा स्पष्ट निर्देशन हो। यसले के प्रश्न पार्छ भने सफलता कुनै जादु होइन, यो त ती 10वटा निश्चित कार्य वा सोचाइका तरिकाहरूको परिणाम हो जसले हाम्रो मानसिकतालाई गहिरो रूपमा बलियो बनाउँछ। खासमा ती 10वटा कार्यहरू ठ्याक्कै के हुन् भनेर स्रोत सामग्रीले एक एक गरेर त खुलाएको छैन। तर यो 10 चरणको संरचनाको अवधारणा नै आफैमा एउटा वैचारिक भर्याङ हो। पहिलो चरणको जग निर्माणदेखि 10औं चरणको कार्यान्वयनसम्म पुग्ने यो चेकलिस्टको आइडियाले नै उद्यमशील मस्तिष्कलाई व्यवस्थित, अनुशासित र लक्ष्य उन्मुख बनाउन मद्दत गर्छ। यो एउटा पुरै सिस्टम हो। र अब यस सामग्रीको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम खण्डमा आउँछौँ, सुरु गर्ने भर्सेस निर्माण गर्ने। यहाँनिर एउटा निकै रोचक शब्दगत परिवर्तन देखिन्छ। यसले दुईवटा पूर्णतया फरक वैचारिक अवस्थाहरूलाई उत्कृष्ट रूपमा देखाउँछ। एकातिर सुरु गर्ने कुरा छ, जुन पहिलो कदम हो, एउटा विचारलाई अस्तित्वमा ल्याउने उत्साह। अनि अर्कोतिर निर्माण गर्ने कुरा छ, जुन सुरु गरिएको कुरालाई टिकाउने, बढाउने र एउटा बलियो संरचनाको रूप दिने निरन्तर प्रक्रिया हो। यी दुवै अवस्थाका लागि छुट्टा छुट्टै किसिमको मानसिक इन्जिनियरिङ चाहिन्छ। उद्यमीको मानसिक यात्राको विकासक्रम यही हो। पहिलो चरणमा वास्तुकलाको जग राखिन्छ, अर्थात् व्यापार सुरु गर्ने मानसिकता विकास गरिन्छ। अनि दोस्रो चरणमा प्रवेश गरिन्छ, जहाँ त्यो जगमाथि सिङ्गै भवन ठड्याइन्छ, जुन व्यापार निर्माण गर्ने मानसिकता हो। सफलताको लागि यी दुवै चरणहरू पार गर्नु एकदमै अनिवार्य हुन्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने भिजुअल आर्किटेक्टको यो इन्जिनियरिङ ब्लुप्रिन्टको अन्तिम लक्ष्य व्यापार सुरु गर्नु मात्रै होइन,
यो अन्तिम उदाहरणले के स्पष्ट पार्छ भने भिडियो मार्फत गरिने यस मानसिक अभ्यासको मुख्य बिन्दु मनलाई व्यापार निर्माण गर्न वा बढाउन सक्ने स्तरसम्म पुर्याउनु हो। सुरु गर्नु एउटा घटना मात्र हो, तर निर्माण गर्नु भनेको एउटा निरन्तर र लामो यात्रा हो। हामीले हेर्यौं कि कसरी एउटा भिजुअल आर्किटेक्टले भिडियोको प्रयोग गरेर मस्तिष्कलाई इन्जिनियर गर्न सक्छ र 10 चरणको संरचना मार्फत सुरुदेखि निर्माणसम्मको यात्रा तय गर्न सक्छ। अन्त्यमा यो प्रश्नले हामी सबैलाई एउटा गहिरो सोचमा डुबाउँछ। के हामीले हाम्रो मानसिक वास्तुकलालाई व्यापार सुरु गर्न मात्र होइन, त्यसलाई निरन्तर निर्माण गरिरहनको लागि पनि पूर्ण रूपमा इन्जिनियर गरेका छौं त? यो यस्तो प्रश्न हो जसले हामीलाई सधैँ आफ्नो मानसिकता परिष्कृत गर्न प्रेरित गरिरहनेछ।